हेलो एभ्रिवान वेलकम टु माई ब्लग होइन आज फेरि आमासँग माथि बहिनीको घर गएको आप्पालाई पर्खियौँ भन्दा नपर्खिने अरे हिँडेर जाने अरे हालत चाहिँ यस्तो छ अब कहिले पुग्छ अहिले त देखेको छैन र तपाईँहरूले होइन फेरि यस्तो छ र कुदाउँछ नि फेरि मान्छेहरूले यहाँ चाहिँ यत्रो घाँस दाउरा बोक्छ यो गाडीले पुग्नु आँट्यो होइन यहाँ माथि रोड पनि छ कि यहाँ सर्टकट अलिक छिटो त्यही भएर सर्टकट गरम भयो फेरि एकछिनमा जाडो भइहाल्छ चाहिँ उयो तल हो आइपुग्यो आइपुगिसक्यो यस्तो दामी मनी प्लान्ट भएर चाहिँ हामी चाहिँ अघि आएर चिया खाएर म यहाँ चाहिँ ओखर रहेछ ओखर खान आँटेको क्या आमाले चाहिँ बिरालोको खुट्टा खुचेर कराएको कराएकै छ ओखर कुर्चेर आरामसे बसिरहेछ बिरालो आएछ बहिनी मतलब चाहिँ अहिले जोडेको मटर यो चाहिँ कसको हो यो किरण मामा हाल्नुपर्छ होला हामी त साग टिप्नु राखिरहेको सिटा राम्रो होला नि होइन यो यस्तो राम्रो हुँदैन नि हाम्रो सब्जी यो पनि अहिले बिग्दैन साग त्यस्तै हो साग बिग्दैन बिग्दैन त्यो रम्फू ल्याएको हेर्नु नि अन्त अघि बसेको तल्लोपट्टि मामले 6 बिटा पठाएको थियो 2-4 बिटा चाहिँ पैसै दिनु पर्यो हो पैसै दिएको छैन हौ हात काट्छ बिउ राख्ने होला बिउ राखिदिउँ है भनेको 2 बोट भए त काप्थ्यो एउटै बोट भए पनि त काप्थ्यो छेउको त बस्दाखेरि 20 तिर फेरि आउनु थालेछ हौ डुकु हामीले एक छाक पनि खाएको छैन यो साग त तर किन उतल्लोतिर पनि छ नि त उयो भएको कि त्यहीहरू खाँदै यहाँ बसेको दुईजना के भन्नु मिनी 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 मन पराउँदैन होला हामीले मालिकले झन् उडाइदियो अभी हम लोग घर जा रहे हैं बाइकमा जानु भन्दा जान्दैन आमा आपाले हिँडेर बिहान अघिदेखि फस्यो भने 3 जना मात्रै आइज उयोलाई त्यो बुढो दाल में कुछ काला है हामी चाहिँ डराउँछ भनेर चाहिँ ल्याउनु भनेको रहेछ नि त चले त भयो त अन्त कराउनु पर्यो नि कराएन चाहिँ के हुन्छ जो हामी माथिबाट आएको होइन आउँदा आउँदै जन्माइहालेछ कति महिना बाद कति दिन पर्खेको आज चाहिँ जन्मायो क्या के खान्छ त पुरा
छुट्टी डेन्जर छुट्टी न छुन दिन्छ न आफू पनि गर्न सक्छ रिसले चाहिँ हान्छै हान्छ बेहोरै छ सिङ घुमाएको मात्रै